लभली पिपुल, नमस्ते सबैजनालाई। सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। अनि हामी पनि सन्चै र आरामै छौँ। आज चाहिँ एकदम यता दाइ हुनुहुन्छ, दाइ यता भेना हुनुहुन्छ, यता हाम्रो हरिदाई हुनुहुन्छ। हेलो गाइज। अनि हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को एपिसोडमा होइन। सधैँको जस्तै अब फेरि अर्को एपिसोड लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छु। अनि आज चाहिँ अब हामी जाँदैछौँ अलिकति जस घुमघाम छ हाम्रो चाहिँ आज भनौँ न होइन। मेरो चाहिँ छुट्टी थियो, दाइको पनि छुट्टी थियो, अनि त्यसरी भेनाको पनि छुट्टी, अनि दाइ चाहिँ ड्युटी गरेर आउनुभयो। अनि एकछिनपछि हामीले अब बिन्दी दिदीलाई पनि लिनुपर्ने हुन्छ। बिन्दी दिदीलाई लिएर अनि हामी चाहिँ आज एउटा एकदम स्पेसल ठाउँमा जाँदैछौँ। अनि हेर्दै गर्नु है त, स्टे ट्युन सबैजनाले। अब हामी चाहिँ जाँदैछौँ पोखरा दिदीलाई लिनको लागि होइन। अनि त्यस हामी चाहिँ अब दिदीलाई लिन जानुपर्ने हुन्छ। बिस्तारै गर्मी पनि फिल हुँदैछ होइन। थाहै नहुने तरिकाले गर्मी पनि फिल भइसकेको छ। हामी चाहिँ जाँदैछु अन द वे टु पोखरा। त्यसबाट अनि डिसाइड हुन्छ कि हामी कता जाने भन्ने कुरा होइन। र हामी चाहिँ फाइनली दिदीको उसमा आइपुग्यौँ होइन। अब दिदीलाई लिएर चाहिँ जानुपर्ने हुन्छ। हामी चाहिँ एकछिनमा निस्किन्छु यहाँबाट। कता जाने हो तर एक ठाउँ छ हुन त हजुरहरूले त्यहाँनिर थाहा भइसक्यो होला हजुरहरूलाई सायद त्यो टाइटल अथवा थम्बनेल यताउता हेरेर होइन। अब हेरौँ म कता कता हुन्छ आजको दिन चाहिँ। यहाँ चाहिँ दिदी आउनुहुन्छ होला भनेको अलिकति सामान छ अरे माथि होइन। सामान लिन जानुपर्ने भयो त्यहाँनिर। जान्छु दिदीकोमा। नमस्ते, स्वागत छ दिदी घरमा हजुरलाई। हाम्रो त टन्नै बनाउनु पर्छ दिदीले। दिदीले खानाहरू चाहिँ टन्नै बनाउनु भएको रहेछ होला त। तर बाहिर खाना त हुँदैन आज। अलि यो बाहिर खाना खाने सिचुएसन छैन, तर पनि अब हेर्नुपर्ने हुन्छ कहाँ के कस्तो टाइपको सिचुएसन मिल्छ होइन। त्यही अनुसारले खानुपर्छ खानासाना ट्याक्क पकाएको बसेर पनि। अब यहीँ धेरै सामान छ टन्नै। ल अब सामान यतातिर हाल्छु हामी मिलाएर, अनि त्यसपछि निस्किन्छ है त। ल हामी चाहिँ डेस्टिनेसन चाहिँ कहाँ हुन्छ हेर्दै गर्नु। बाहिर खानाहरू खान नमिल्ने टाइपको सिचुएसन भएको भएर हामी चाहिँ अब कान्छी दिदीकोमा जाँदैछौँ। अनि खानाहरू सबै लिएर कान्छी दिदीकोमा गएर खानासाना खाएर निस्किने भन्ने कुरा भइरहेको छ होइन। हामी चाहिँ अब जाँदैछौँ कान्छी दिदीकोमा। कान्छी दिदीलाई पनि धेरै भएको छ नभेटेको, त्यस दिदीसँग भेटघाट हुन्छ। त्यही खानासाना खाएर त्यसबाट हामी चाहिँ निस्किन्छौँ। हामी चाहिँ विशालको मान्छेहरू कान्छी दिदी भन्नाले दिदीहरू सबैजनाको ठाउँमा बस्नुहुन्छ नि त। अनि ठुल्दिदी पनि, ठुल्दिदीको अलिकति स्वास्थ्य अवस्था अलिकति खराब भएको छ। दिदी अलिकति बिमारी हुनुहुन्छ। अब दिदीलाई पनि भेटिन्छ हामीले होइन। अनि त्यस पछाडि चाहिँ अनि अब खास कान्छी दिदी यता बस्नुहुन्छ होइन। विशाललाई र ठुल्दिदी उता बस्नुहुन्छ कि होइन। यहाँको ठाउँमा त अनि दिदी साइड उतै हुनुहुन्छ होला। दिदी पनि उतै जान्छौँ हामी। अनि त्यसपछि सबैजना भेट्छौँ। दिदीको स्वास्थ्य अवस्था के कस्तो बुझ्छौँ त्यस्तो। अब यहाँ फाइनली विशाल दाइको घरमा दाइ चाहिँ यता हुनुहुन्छ। दाइ सबैजना चाहिँ हाई। Hi everyone, how are you? आज चाहिँ छुट्टीको दिन सबैजना भेटघाट भयो अचानक। हाम्रो कान्छाको च्यानललाई चाहिँ सब्स्क्राइब र लाइक एन्ड एभ्रिथिङ गर्नु पर्यो है। नमस्कार।
नमस्ते दादा दिदीलाई धेरै धेरै स्वागत छ स्वास्थ्य अवस्था कस्तो छ दिदी अहिले अहिले ठिकै अहिले छ ठिकै। राम्रै छ सधैँ हुन्छ नि। राम्रै छ अहिले मच्छरले एकदम हौ श्री नानी जय मसी एकछिन यसो कुराकानी यताउता गर्छौँ भन्ने त्यसो भने है त आरामै फेरि फेरि भेट्नुपर्छ है त सबैजना पिनेर ट्रिपिन हुँदैछ उता चाहिँ कान्छी दिदी हुनुहुन्छ होइन उता ठुल दिदी उता कान्छी दिदी विशाल दाइ उता मलाई त कान्छी बोटकोमा खान्छ म त थोरै मैले ओक्रा भनेको चाहिँ डेभिड दाईलाई ओक्रामा देखेको थिएँ क्या टिकटकमा म ओक्रा बेचतिर छु आज ह्याप्पी होली भन्दै हाल्नुभएको थियो अनि सबैजना चाउमिन दिदीले बनाउनु भएको यो चाहिँ माछा मेरो तर्फबाट बनेको होइन रस के को छ रस मात्रै थोरै दामी स्वाद बिरयानी आऊ। यहाँनिर मिलाउँछ ल खाना साना खाउँ लाग्छ आज चाहिँ होइन यताउता त्यो उसै भएन क्या त्यहाँनिर खानासाना खाएपछि अनि फेरि भ्लग स्टार्ट गर्छ है त हामी चाहिँ हल्का खानासाना खाएर हल्का जामी है यता दाइले गिटार बजाउँदै हुन्छ अनि म यता छु भाइले खाना बोलाथे दाइ र दाइ हुन्छ सिङ्गर चाहिँ हाम्रो यता दाइ हुनुहुन्छ हरि दाइ हजुरहरू सबैलाई थाहै छ दाइले मैलाले गाउँ सायो रे राईमा आइबाट भन्दै सिधै खेल्छन् नि खेल्न त टिका सिक्का लाउँछन् ओर्छन् खेल्छन् ल अब हामी चाहिँ निस्क्यौँ यहाँबाट ठुल दिदी अनि कान्छी दिदीलाई नाम गर्छ अनि हामी चाहिँ यता निस्किन लागेको छु दिदीहरूलाई बाई बाई भन्नु पऱ्यो बाई बाई दिदी बाई 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 स्वास्थ्य बाई बाई स्वास्थ्यको ख्याल राख्नु होला ल बाई बाई ल अब हामी निस्क्यौँ यहाँबाट ल हामी चाहिँ जे लगभग बक्सपार्कभित्र छिरिसक्यौँ होइन ठ्याक्कै यहाँबाट चाहिँ बक्सपार्क सुरु भएको छ अनि हामी चाहिँ जानुपर्ने हुन्छ त्यस अन्तिमतिर त्यो त्यहाँनिर त्यो छ अरे कि होइन छ अरे भन्दाखेरि अब हजुरहरूले थाहा पाउनुहुन्छ त्यहाँनिर कस्तो छ माहौल भनेर बक्सपार्क चाहिँ यस्तो छ हार्डली डेभिसन यो ठाउँ चाहिँ यस्तो दामी लाग्छ मलाई चाहिँ म स्पेसली यो ठाउँ मलाई एकदम अडिब लाग्छ यो प्रायः आइराखिन्थ्यो पहिला चाहिँ अहिले चाहिँ धेरै लङ ग्याप भएको चाहिँ नआएको आयो धेरै पछि अनि ठ्याक्क यो चाहिँ फिस मार्केट हो होइन ठुलो फिस मार्केट यहाँको चाहिँ यहाँ चाहिँ जस्तो तरिकाको नि माछाहरू पाउँछ यहाँ चाहिँ तर हामी चाहिँ जाँदिनँ हामी चाहिँ उता कता भित्र जाने हो भित्रमै जाने अरे हेरौँ है त के कस्तो टाइपको भेराइटिजहरू छ फिस मार्केट चाहिँ दामी छ अनि माहौल त यहाँ आउनुपर्छ त भाइ माहौल पाउँदो रहेछ
₹24 किलो। उयो हेर्नु न सिफी यो माछा कन्डा हो कि कन्डा पर्दैन यो भुङ्गी माछा कन्डा ए यो सिफी हो यो भुङ्गी रहेछ चाहिँ क्र्याब खतरा मिठो हुन्छ हाम्रो पनि भित्रको चाहिँ यो माहौल चाहिँ खतरा छ क्या यो बवाल रहेछ त्यो हामी चाहिँ जान्छ त्यो ठाउँमा त्यो ठ्याक्क त्यहाँनिर कस्तो हुँदो रहेछ नि त्यो हातमा ठ्याक्क यस्तो खानेकुराहरू केही ब्रेड स्रेडहरू यता चाहिँ लिएर बस्यो भने त्यहाँ चाहिँ त्यो अब के भन्छ हाँस पानी हाँसहरू ट्याक्क आएर हातबाट ठ्याक्कै खाना खाइदिन्छ अरे त्यस्तो भएको भएर अनि यो चाहिँ अलिकति अहिले गाउँठाउँमा चाहिँ भाइरल खाना टाइपको छ त्यही भएर यहाँ चाहिँ आज हामीले बक्स पार्क सबै कपालै भएर के सोचेर हिँड्नु कहाँ गएर के खाएर हिँड्नु यो चाहिँ अस्ति नै हामी गएको एक्वेरियम हो यहाँभित्र चाहिँ त्यो यो छ नि यो ठुलो यो लामो बिल्डिङ तपाईँहरूले स्क्रिनमा देखिराख्नु भएको छ नि यो चाहिँ जस यहाँभित्र चाहिँ त्यो छ क्या अनि कतार एयरवेज पनि एट द सेम टाइम अघि नै त्यस रुमबाट निस्किँदाखेरि त अलिकति गर्मी नै टाइपको भइरहेको थियो अहिले चाहिँ त्यस टाइम अलिकति बित्दै गएको भएर होला त्यस ठिकै भएछ त्यस्तो हाई गर्मी पनि भएको छैन होइन यतिको चाहिँ ठिकै मौसम चाहिँ त्यस दामी भएको छ मौसम चाहिँ यो चाहिँ वाटर फाउन्टेन पनि रहेछ तर अर्कै टाइपको रहेछ दामी टाइपको रहेछ अरे त्यहाँ दामी त यसमा चाहिँ एउटा पानी भइरहेको छ अझै रातिमा अझै दामी हुन्छ यो अहिले चाहिँ म दिनमै आएँ होइन रातिमा अझै बवाल त्यो लाइटिङहरू हुन्छ नि त रातिमा चाहिँ लाइटिङ साइटिङले गर्दा अझै दामी देख्छ अहिले पनि दामी देखिरहेको छ रातिमा झन् बवाल देख्छ क्या ल यहाँ फाइनली यहाँ जस चराहरू एकदम उडिरहेछ चराहरू भन्नाले यो पानी हाँस डक के भन्छ यसलाई हामीले चाहिँ त्यो केही पनि ल्याइएन के ल्याइएको भए चाहिँ तिनीहरू ठ्याक्क आएर ठ्याक्क खान्छ है कस्तो फिल भइरहेको छ बेना एकदम ठिक छ बाबु यहाँ त युरोप कन्ट्री जस्तो आनन्द भइरहेछ बस्नलाई होइन हजुर चराचुरुङ्गीहरू पनि देखिया छ चिसो हावा मौसम तपाईँलाई कस्तो टाइपको भाइब्स एकदम ठिक छ भाइ एकदम राम्रो धेरै नयाँ ठाउँमा आउन पाउँदाखेरि अरूभन्दा पनि जोगिरा पुरा छ त्यहाँ त दिदीको चाहिँ एकदम यो पहिलेबाट एकदम दिदीको चाहिँ एकदम ठुलो चाहना थियो आउनको लागि पुरा भयो फिल भइरहेको छ दाइ हाउज द एक्सपिरियन्स अलिकति तल गर्नु हात यहाँ भेना पनि हो भेना पनि लाइनमा
खुवाउँदै हुनुहुन्छ होइन चारोले खाएन मैले हाल्ने चारो दिँदैछ त्यो दिदीले यता भेनाले दाइले सबजना बिजी हुनुहुन्छ चारो दिनमा चाहिँ मैले पनि एउटा दिन खोजेको तिनीहरू आउँदैन आउँछ दिदीबाट चाहिँ दुईटाले खाइसक्यो त्यस हाम्रोबाट चाहिँ खाएन दिदीकोबाट चाहिँ दुईटाले खाएँ ठिक छ ल त्यस कोसिस गरेको अनुसारले नि अहिले पाएँ नि त धेरै छ अरे चराहरू भइरहेछ भाइहरूको सबैजनाको अनि अब लगभग त्यस्तै 1 घन्टापछि चाहिँ यहाँको त्यो खाना खाने टाइम हुन्छ होइन त्यसबाट हामीले पनि खानाहरू लिएर आएको छौँ किन त्यहाँ दिदीको पनि खायो खाना त तर त्यहाँबाट फेरि अलिकति खानाहरू फेरि लिएर आएको थियो एकछिनपछि भरेतिर स्न्याक टाइप खानुपर्छ भनेर होइन लिएर आएको छ तर ओपनली खान पाउँदैन नि त त्यही भएर अनि अहिले यतिकै त्यहाँ आइरहेछ त्यसपछि त्यो यहाँनिर त्यो प्रे हुन्छ क्या प्रे हुन्छ त्यो प्रे गर्नु त्यसपछि त्यहाँनिर एउटा त्यहाँको 5:45को भित्रमा हुन्छ होइन 42-45 भित्रमा त्यहाँनिर अनि त्यो तिनीहरूको मस्जिदमा चाहिँ फेरि एनाउन्स हुन्छ अनि पछाडि त्यसपछि यहाँको मान्छेहरू सबैले खाना खान्छ त्यसपछि हामीले खाना खान पाउँछ होइन अनि त्यो दिन जहाँसम्मलाई चाहिँ गफसप भइरहेछ फोटोसुट यताउता सबै भइरहेछ बसिरहेको छ रमाइलो भइरहेछ भाइब दामी आइरहेछ चिसो भइरहेछ अहिले चाहिँ होइन बेलुका बेलुका हुन लाग्यो नि त मैले अघि हजुरलाई भन्थेँ बेलुका भएपछि चिसो हुन्छ भनेर होइन मैले चाहिँ एउटा ज्याकेट टाइपको त लिएर आएको छु गाडीमा अब त्यसपछि जाडो भयो भने चाहिँ त्यो लगाउनु पर्ला त्यस्तै छ त्यो मजा भइरहेको छ भाइहरूको चाहिँ फोटोसुट अलिकति होइन फोटोसोटो यताउता सुट एकछिन गर्नु पऱ्यो फेरि त हजुरहरूले अलिकति सानै गर्नुपर्छ होला हो कस्तो आएको छ सनसेट नि हुँदैछ सबजना यहाँ अब त्यो इफ्तारी भन्छ कि इफ्तारी हुनको लागि टाइम हुँदैछ होइन सबजनाले खाना रेडी गर्दै हुनुहुन्छ सबैजनाहरू हाम्रो पनि ट्याक्कै यहाँ रेडी हुँदैछ होइन तर हामीले त्यस्तो बाँध्नु त पर्दैन तर एउटा रेस्पेक्ट हुन्छ होइन सबै धर्मको लागि रेस्पेक्ट गरिदिनु पर्ने हुन्छ नि त होइन धर्म सबैको आफ्नो ठाउँ भयो पनि सबै धर्मलाई रेस्पेक्ट गरिदिनु पर्यो होइन त्यही भएर हामीले पनि सँगसँगै नै उस गर्ने हो जस्तो कुरा भयो त्यही भएर चाहिँ हामी पनि मिटिङमै छौँ धेरै टाइम छैन अब 10-15 मिनट बाँकी छ हुन्छ ठ्याक्कै यो लाइट साइडहरू म तपाईँलाई अघि नै मैले भनिरहेको थिएँ अघि चाहिँ गर्नुभएको थियो अहिले बेलुका बेलुका भएपछि जाडो जाडो हुन्छ भनिदिन्छ होइन चिसो अब चल्छ भन्छ जाडो भएपछि जाडो हुन्छ भेनाहरू दाइहरू मेरो चाहिँ सबैजना ज्याकेट लगाइसक्नु भयो मैले ज्याकेट लगाइसकेँ होइन किन चिसोले भेट्यो अन्त त्यो हुन्छ नि त त्यो ज्याकेट चाहिँ लगाइदिएँ मैले पनि चिसो हुँदैछ बिस्तारै अब झन् चिसो हुँदै जान्छ अनि हामी झन् यो साइड समुद्रको छेउमै भएको भएर नि झन् चिसो भएको होइन हावा चलिरहेको छ त्यो भएर चिसो भएको तर अलिकति भित्रतिर त खास त्यस्तो हुँदैन तर यहाँ चाहिँ चिसै हुन्छ त्यो
सनसेट नै भइदियो होइन सनसेट उताको सिटी इट्स कल्ड सिटी सेन्टर सबैजना जस लगभग उस भइसक्नु भएको छ खानाको लागि लाइट सायद लाइट गरी कम्ती देखेछ होला तर दामी यस्तो मैक बनायो नि यो राइस यस्तो बवाल भइरहेको छ कि राइस सायद फोनमा राम्रोसँग देखिन्छ कि देखिन्न यस्तो बवाल भएछ कि मुन राइस ट्याक्क यस्तो भएछ नि ठ्याक्क यसको यो मुन राइसको यो छाया चाहिँ ट्याक्कै पानीमा परेछ होइन दामी भएछ कि अनि जस मैले चाहिँ के मिस गरिरहेको छु भन्दाखेरि यो चाहिँ यो अहिले यो एट दिस मोमेन्ट होइन मैले चाहिँ जस घरतिर हामी तालको छेउमा बस्थ्यो होइन मेरो कुखुरा हामी लेकको छेउमा तालको छेउमा बस्दाखेरि चाहिँ त्यही टाइपको भाइब्स आउँथ्यो कि होइन अनि ठ्याक्क त्यही टाइपको भाइब्स मैले एकदम मिस गरिरहेको छु क्या यस्तो बवाल दिएको छ होइन एकदम मिस भइरहेको छ जस तर दामी देखेछ ठाउँ पनि पुरा यस्तो छ राति भइसक्यो नि त सबै अब राति भइसक्यो यस्तो छ ठाउँहरू तर यो मुन राइस चाहिँ एकदम खतरा देखेको बबालै देखेछ यार एक्सपेक्टै गरेको थिएँ यो टाइममा मैले बबालै देखेको रहेछ हामी पनि खाँदैछु अब बिस्तारै बिस्तारै अब एकछिनपछि सक्छ खानासाना अनि त्यसबाट हामी निस्किन्छौँ होला दाइहरू त अब त्यहाँ चर्मा हुनुहुन्छ होइन अनि हामी चाहिँ दाइ र म चाहिँ हामी एकदम पिसाब लागेर हामी चाहिँ टोइलेटको खोजीमा हिँडिराखेका छौँ भन्दा नि यो एक्वेरियमभित्र चाहिँ थियो वासरुम तर एक्वेरियम चाहिँ बन्द रहेछ कि होइन अनि त्यो भएर त्यहाँ चाहिँ हामी वासरुम जानु पाएन सायद हेरौँ त अगाडि कतै वासरुम छ भने हामी चाहिँ त्यो वासरुम गइन्छ होइन अनि त्यसबाट चाहिँ फेरि त्यहीँ गइन्छ स्पोर्टमै दाइहरू चाहिँ त्यहाँ खाँदै हुनुहुन्छ हामी पनि खाँदै थियौँ अनि एकदम टाइट भएको भएर अनि अघि नैबाट दिनबाटै अलिकति अप्ठ्यारो भइरहेको थियो नि यता अब वासरुम गएर अनि फर्किनु पर्ने हुन्छ हामी चाहिँ त्यहीँनिर वासरुम चाहिँ खोज्दै हिँडिरहेछौँ त्यहाँ अनि सरसँग सोधेको वासरुम चाहिँ यहाँ छैन अर्को कर्नरतिर जा भन्यो होइन अर्को कर्नरतिर जाँदैछ हामी चाहिँ अनि यसको आर्किटेक्चर के जे होस् यो घरको यो जस्तो यो जुन बिल्डिङ छ नि यसको आर्किटेक्चर हजुरहरूले होइन यो एकदम अचम्मको टाइपको छ क्या यो यस्तो बवाल टाइपको आर्किटेक्चर बनाएको छ नि होइन हुन त यहाँनिर चाहिँ कस्तो हुन्छ नि इच एन्ड एभ्री बिल्डिङको आर्किटेक्चर यस्तो खतरा तरिकाले उस गरेको हुन्छ नि सोच्नै नसक्ने टाइपको बनाइदिन्छ क्या यस्तो पनि हुन्छ र टाइपको हुन्छ क्या यस्तो बवाल बनाइन्छ कि अब हेर्नु न यस्तो छ होइन सब पिलरहरू छ अनि माथि अब यो के हो होइन यस्तो अचम्मको टाइपको छ क्या यहाँनिर अनि अब बाहिरबाट हेर्दाखेरि फेरि यस्तो टाइपको छ अघि मलाई हजुरहरूलाई उता अलिकति टाढाबाट देखाइसक्यो होइन यो बिल्डिङको आर्किटेक्चर फेरि मलाई एकदम अचम्मको टाइपको प्रायः आर्किटेक्चरहरू होइन एकदम बवाल बनाएको हुन्छ कि इन्जिनियरहरू पनि यस्तो बवाल इन्जिनियरहरूले डिजाइन गरेको हुन्छ क्या बिल्डिङहरू होइन त्यो भएर अनि खतरा देख्नुभयो नि हजुरहरूले सबैजनाले यो उसको डिजाइन एन्ड आर्किटेक्चर यस्तो बवाल छ होइन रातिमा आज बवालै देख्छ कि सबै ठाउँमा लगभग लाइटिङले गर्दा पनि होला सायद होइन यस्तो बवाल देख्छ नि नो वर्ड फर इट कि होइन एकदम बवाल देख्छ ल अब हामी चाहिँ फाइनली त्यहाँबाट खानासाना खाएर सबैजना अनि निस्किसक्यौँ अब चाहिँ हामी दिदीलाई छोड्न जानुपर्ने हुन्छ त्यस पछाडि बेनायत हुनुहुन्छ बेनालाई छोड्न जान्छौँ अनि त्यस पछाडि अनि तर त्योभन्दा अगाडि चाहिँ हाम्रो कुरा के भयो भने चाहिँ हामी चाहिँ सबैजनाले अब कफी खान जानुपर्छ है भन्ने टाइपको कुरा भएर हामी चाहिँ कफीतिर लागिरहेको छौँ होइन अब हामी चाहिँ कफी खाएर अनि त्यस पछाडि चाहिँ बल्ल अनि हाम्रो डेस्टिनेसन हाम्रो तय के डेस्टिनेसनतिर बल्ल हामी अगाडि बढिन्छ
त्यति नै हजुर। अब आजको ब्लग यस्तै भयो, रमाइलो भयो यताउता घुम्दाखेरि होइन। ठिकै छ। अब दिदी र छोरा जाँदैछ बन्द बसेको कहाँ दिदी हामी जान लाग्यो एमआरआईमा कफी खान जान्छौँ। कफी खाएपछि त्यसपछि चाहिँ डिसाइड हुन्छ है त। ल ह्याभिङ सम कफी बढी अनि हामी यो कफी खाएर चाहिँ हामी आफ्नो डेस्टिनेसनतिर लाग्नुपर्ने हुन्छ। हामी अब कफी खाएर चाहिँ सबैजना कफी खाएर आफ्नो डेस्टिनेसनतिर लाग्छौँ है त। ल अब हामी फाइनली दिदीकोमा आयो। अब हामी दिदीलाई यहाँबाट छोड्छौँ। दिदीलाई छोडेर त्यसपछि भेनालाई फेरि छोड्छौँ। भेनालाई छोडेपछि अनि फेरि बिरेन्दालाई छोडेर अब गफौँ है त। अलिकति दिदीको सामानहरू छ ब्यागहरू पछाडिपट्टि यहाँ फेरि ट्याक्क खोलेर दिदीको सामानहरू निकालिदिनु पर्ने हुन्छ। दिदीहरू चाहिँ यहाँ हो। दिउँसै गर्थ्यौँ त दिनमा गर्थ्यौँ अब राति भइसक्यो होइन। ठिकै छ भाइ खोल्नु त दिदी। यहाँबाट दिदीको सामानहरू निकालिदिनु पर्ने हुन्छ। टन्नै छ दिदीको सामान। ल दाइले सामानहरू निकालिदिनु आउनुभएको छ। हो त्यसमा हाल्नु त अब हाल्नु। ल नानी ल ल गुड नाइट। ल फाइनली हामी अब सबैजनालाई हामीले ड्रप गरिसक्यौँ। फर्स्टमा हामीले ड्रप गऱ्यौँ दिदीलाई होइन। अब हजुरहरूले त्यहाँ हेरेर थाहा बस्नुहुन्छ। सेकेन्डमा हामीले ड्रप गऱ्यौँ भेनालाई। अनि थर्डमा हामीले ड्रप गऱ्यौँ वीरेन्द्रलाई। अनि त्यस पछाडि दाइ र म चाहिँ अनि अब रुममा पुगिसक्यौँ भनौँ न। लगभग 1-2 मिनटको बाटो छ। हामी रुममा पनि पुगिसक्यौँ होइन। अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो होइन सबैजनाले अनि टु कमेन्ट होइन। अनि कमेन्टमा मलाई प्रतिक्रिया दिनु होला के कस्तो लाग्यो। अनि अब भ्लग चाहिँ बिस्तारै म अलिकति होइन अघि दाइले पनि भनिदिनु भयो होइन स्टेप बाई स्टेप गर्दैछु। ठिक छ 50-60 रुपियाँ हालिदिँदा म त ड्रप गर्ने अब हजुरहरूसँग बाचा गर्छु होइन। अनि अब टाइम भएको बेलामा फेरि त्यो मतलब नै त्यही नै हो नि त हुँदैन। अनि बिस्तारै अब आफूसँग टाइम भएको बेलामा अनि म ब्लग चाहिँ ड्रप गर्ने बाचा गर्छु हजुरहरूसँग। अनि ल त ल ब्लग चाहिँ अब आजको लागि यति नै हुनेछ। के कस्तो लाग्यो ब्लग हेरेर सुझाव प्रतिक्रिया यताउता होइन दिन अवश्य नभुल्नु होला भन्दै आजको ब्लगबाट चाहिँ बिदा लिन चाहन्छु। सबैजना स्टे सेफ स्टे हेल्थी अनि डोन्ट फर्गेट टु सब्सक्राइब होइन। यति भन्दै ब्लगबाट जस बिदा लिन चाहन्छु। सबै अनि आजको दिन चाहिँ रमाइलो भयो होइन। त्यो सोचेको भन्दा अलिकति बढी नै भयो रमाइलो भयो। अनि अब हजुरहरूलाई पनि सायद ब्लग हेरेर रमाइलो हुनेछ भन्ने आशा गर्दैछु। त्यति भन्दै आजको ब्लगबाट चाहिँ बिदा लिन चाहन्छु। हस्त नमस्ते अनि गुड नाइट सबैजनालाई।